नवाज अन्सारी has had many controversies in his career, but उनको जेम्सी र झोलासँगको कन्ट्रोभर्सी एकदमै फेमस छ। नवाजको लगभग 2 वर्ष पहिला जेम्सीसँगको कन्ट्रोभर्सी र यो रिसेन्टली 5-6 महिना अगाडि लिल झोलासँग भएको कन्फ्लिक्ट एकअर्कासँग कम्प्लिटली कनेक्टेड छन्। अझ इन्ट्रेस्टिङ कुरा त के भने यी कन्ट्रोभर्सीमा नवाजको स्मार्ट स्ट्र्याटेजिजको कारण उनको फेम र पपुलारिटी मात्र बढेन, बल्कि इभन हिज हेटर्स टर्न इन्टु हिज एडमायरर्स। सो यो सब कसरी सम्भव भयो त? आज हामी कुरा गर्नेछौँ अबाउट हाउ नवाज अन्सारी टर्न कन्ट्रोभर्सीज इन्टु अपर्च्युनिटिज। च्यानललाई सब्सक्राइब गर्नुहोस् एन्ड लेट्स गेट स्टार्टेड। जुलाई 1, 2025 मा झोलाले आफ्नो च्यानलमा नेक्स्ट ऱ्याप सङको टिजर अपलोड गर्छन्। ललिपप टाइटलको यो टिजरले अचानक ऱ्याप कम्युनिटीभित्र एक छुट्टै बज क्रिएट गर्छ। यसको कारण थियो कि झोलाले आफ्नो यो सङमा नवाज र जेम्सीलाई फिचर गर्नु। यसरी झोलाको यो ऱ्याप सङमा नवाज र जेम्सी दुवैले कोल्याब गरेको देखेर धेरैजना सरप्राइज थिए। त्यसपछि सबैतिर यो बारे कुरा हुन थाल्छ। फ्यान्स र इभन ऱ्यापर्सहरू नै यसरी नवाज र जेम्सीलाई सँगै देखेर सरप्राइज हुन्छन्। कतिजनालाई यो कुरा मन पनि पर्दैन। केही समय अगाडि मात्र यत्रो ठुलो बिफ गरेर फेरि अचानक सँगै म्युजिक भिडियो बनाउने। सो यो सबै कन्ट्रोभर्सी र ऱ्याप ब्याटल फेक थियो भनेर नवाज र जेम्सी दुवैलाई आरोप लाग्न थाल्छ। यसरी आफ्नो हाइप क्रिएट गर्न र छिटो फेम पाउनको लागि प्लान्ड बिफ गरेको र अहिले फेरि जब बिस्तारै हाइप सिद्धिन लाग्यो तब सँगै म्युजिक भिडियो बनाएको भनेर एलिगेसनहरू उठ्दै थियो। बट कहानीमा ट्विस्ट त तब आउँछ जब झोलाले भोलिपल्ट इन्स्टाग्राममा लाइभ आएर यस्तो भन्छन्। नवाज र जेम्सीलाई पनि रिसेन्टली थाहा भएको हिजो कुरा यस्तो गइरहेको छ भनेर होइन मैले भनिदिएको थिएन। झोलाले जेम्सी र नवाज दुवैलाई एकअर्काको बारेमा थाहा नै दिएका रहेनछन्। सो नवाजले झोलासँग कोल्याब गरेका थिए, बट ही वाज सरप्राइज टु सी जेम्सी इन द सेम म्युजिक भिडियो। यो सरप्राइज नवाजलाई फिटिकै मन परेन। सो ही मेड अ 24 मिनट लङ भिडियो एक्सप्रेसिङ हिज डिसस्याटिस्फ्याक्सन अबाउट दिस होल सिनारियो। मेरो सबैजना सुन्ने मान्छेहरू जो मान्छेहरू अहिले हल्का सकमा हुनुहुन्छ हुन्छ नि, जो मान्छे अहिले एउटा डिसबिलिफको स्टेटमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ मैले एड्रेस गर्नलाई यो तरिकाले आज आउँदैछु। मेरो नाम नवाज अन्सारी। यही भिडियोमा उनले क्ल्यारिफाई गर्छन् कि झोलाले टिजर ड्रप नगरुन्जेल यो बारेमा उनलाई केही पनि थाहा नै थिएन। Hey bro, के गरेको यो bro? Did you see the teaser? I'm like, what teaser? Okay, let me go on the YouTube. I see Lollipop the teaser. And I see Nawaz Ansari, I mean Lil Zola, Lollipop, Nawaz Ansari featuring Jamesy, right? I'm like, what the fuck is going on? जब टिजर ड्रप हुन्छ तब झोलाले आफै मेसेज गरेर नवाज दाइ नरिसाउनु है, यो तपाईको लागि सरप्राइज थियो भनेर भन्छन्। बट नवाज डिड नट लाइक दिस सरप्राइज एट अल। झोलाको पोइन्ट थियो कि नेपाल कम्युनिटी सानो छ, सो बिफ र कन्ट्रोभर्सी गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्छ। बट यसरी मिसइन्फर्मेसन र म्यानिपुलेसनबाट आफू र जेम्सीलाई जबरजस्ती एउटै ट्र्याकमा ल्याउन खोजेको कुरा नवाजलाई मन परेन। प्लस यसरी अचानक दुईजनाको कोल्याब हुँदा ऱ्याप कम्युनिटीमा पनि फरक हल्ला फैलिँदै थियो। भ्युज र फेमको लागि पहिला फेक बिफ गरे र अहिले दुवै फेरि हाइप कम भएपछि सँगै आएर काम गर्दैछन् जस्तो र्युमर्सहरू स्प्रेड हुन थाल्यो, जसले अफकोर्स नवाजलाई आफ्नो लेगसीमा दाग लागेको अनुभव हुँदै थियो। यो 24 मिनटको भिडियोमा नवाजले सिधै यो म्युजिक भिडियो झर्दै झर्नु भएन, यदि झर्यो भने लिगल केस नै हुन्छ भनेर झोलालाई काइन्ड अफ धम्की दिए। यो गीत झर्नु नै भएन, एन्ड इफ यो गीत झर्छ भने चाहिँ मेरो तर्फबाट लिगल एक्सन हुन्छ। बट वेट, नवाज किन यो भिडियोको खिलाफ थिए त? आई मिन नवाज र जेम्सी बीच यस्तो के भएको थियो जसको कारण दे डिड नट वान्ट टु कोल्याब विथ इच अदर? लगभग 3 वर्ष पहिला 14 जनवरी 2023 मा जब जेम्सी इन्स्टाग्राममा लाइभ थिए तब कसैले नवाज अन्सारीसँग कोल्याब कहिले हुन्छ भनेर प्रश्न गरे। त्यसमा जेम्सीको रिप्लाई यस्तो थियो, दाइ नवाज अन्सारी एक्स ठुल्दै कहिले आउँछ अरे? त्यस्तो झरेको झाटसँग नि आउँछ र आउँदैन नि। त्यो हो जन्मजी 1 नम्बरको झरेको झाट त। चटमरी रसपरी हिङपरी पानीपुरी 6 लाख मचिना के नै कति न भन्छ मान्छेले।
मनोकामनामा लर भात बेच्न राख्नुपर्छ त्यसलाई। यहाँबाट सुरु भएको दुईजना बीचको कन्फ्लिक्ट पहिला त सानो सानो सब्लिमिनल डिसहरूमा मात्रै सीमित थियो। लाइक नवाजले रेगिस्तानको कुरा, पन्जा टप, ट्रिपमा ब्लाइन्ड जस्ता आफ्नो म्युजिक भिडियोमा जेम्सीलाई इन्डाइरेक्टली पोक गरे। जेम्सीको अफिसियल रिप्लाई भने आउटसाइड नामको सङबाट आयो। म पकेटमा बेन्जी मन फक दैट डल्ले बेन्जी मसट मरि रसपरी गर्दिन सिधै आउँछु ठाउँमै ठोक्न धर्केको उमेरमा भाँचेको हड्डी गाह्रो पर्ला जोड्न। यो म्युजिक भिडियो पछि नवाज र जेम्सीको बिफको कुरा ऱ्याप कम्युनिटीभित्र फैलिन थाल्यो। यो दौरानमा नवाज मिलिट्रीमा थिए, बट जब मिलिट्रीमा आफ्नो ट्रेनिङ सकेर नवाज घर आए त्यसपछि रिप्लाईमा उनले केफल हालुक नामको यो डिस निकाले। सेन्ट्रल सी हुँदै हैनस पप स्मोक बन्न छाड्दै मलाई डिस हान्नु पहिले जेम्सी बनेर आइजे होइन त्यो भन्दा पहिले एमसी बनेर आइजे मलाई फेक भन्नु भन्दा पहिले रियल बनेर आइजे लौडे। अब यो डिसले राम्रै हाइप पाउँदै थियो। जेम्सीले पनि फेरि यो डिसको रिप्लाईमा अर्को गाना निकाले विथ द टाइटल अना बिखियार। बोर्डर पारी इन्डस्ट्रीको सबै फेक ग्याङ्स्टरहरू एकजुट भई मिलेर आइज गोला बारुद भिरेर आइज कुङफु कराते सिकेर आइज आजै आइज अहिले आइज 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 भर्खरै आइज। ऱ्यापको टेक्निकल स्किल्स र बार्स, मेटाफोर एन्ड ओभरअल रिचनेस वाइज नवाजले जितिरहेको जस्तो देखिन्थ्यो। बट नवाजको भन्दा पनि जेम्सीको गीतले बढी पपुलारिटी पाउँदै थियो। मान्छेहरू उसको गीतमा टिकटक बनाउँदै थिए एन्ड ओभरअल यो बिफबाट दुवैलाई नै राम्रै फाइदा भयो। बट जेम्सीलाई भने केही ज्यादै फाइदा र फेम मिल्यो। यसपछि फरक फरक इन्टरभ्यू र पोडकास्टमा दुवैले त्यस्तो केही पनि पर्सनल दुश्मनी छैन, बस ऱ्यापमा मात्र बिफ हो भनेर एडमिट पनि गरे। वेल, यो कुरा झोलालाई राम्रोसँग थाहा थियो। सो खुबै पृथ्वीनारायण शाह बन्न खोजेर एकअर्कालाई थाहै नदिई उसले नवाज र जेम्सीलाई एउटै म्युजिक भिडियोमा ल्यायो। यसबाट ऱ्याप कम्युनिटी मात्र सरप्राइज भएन, बल्कि ती आर्टिस्टहरू आफै पनि सकमा थिए। अफकोर्स यसरी थाहै नदिई कोल्याब गराउन खोज्दा जसलाई पनि नराम्रो त लागि नै हाल्छ। नवाजलाई पनि झोलाले आफूलाई यसरी युज गर्न खोजेको जस्तो महसुस हुँदै थियो। त्यही कारण फ्रस्ट्रेसनमा यो 24 मिनेटको रिप्लाई भिडियो आयो। वेल, यसपछि कम्युनिटीमा फेरि हङ्गामा जस्तै मचियो। झोलाले पछि त्यो ललिपप गीतबाट नवाज जेम्सी दुवैलाई हटाएर त्यो गाना निकाले। बट नवाजको रेस्पोन्सबाट रिसाएको झोला यत्तिकै चुप कहाँ बस्नेवाला थियो र केही दिन पछि उसले नवाजलाई डिस गर्दै नवराज टाइटलको यो भिडियो निकाल्यो। झोलाले नवाजलाई नवराज भनेर एड्रेस गर्दै कालो होइन नवराज कालो छ जस्तो धेरै नै रेसिस्ट रिमार्क पास गर्यो। भिडियो आउने बित्तिकै यो बिफले एकदमै राम्रो हाइप पायो। यो गानामा टिकटक भिडियोहरू बन्न थाले र भ्युअर्सहरू नवाजको तर्फबाट रिप्लाई कहिले आउँछ भनेर कुरिरहेका थिए। टेक्निकल पोइन्ट अफ भ्यूबाट हेर्ने हो भने यो ऱ्याप एभरेज खालको पनि थिएन। न कतिलो राइमिङ थियो, न राइटिङ राम्रो र न त बार्स नै। यही कुरालाई लिएर यो त डिस नै होइन, यो त एक मजाक हो भन्नेहरू पनि थिए। यसलाई कसरी एक्सप्लेन गर्नुहुन्छ? तपाईँ त ऱ्याप बुझेको यस्तो अब मलाई रिस्ने केटा अगाडि ल्याइदिनु, मर्ने गरी गाली गर्छु, पछाडि बिट बजाइदिनु, त्यो त्यस्तै गाना हो। म त रोस्ट पनि भन्दिनँ, डिस पनि भन्दिनँ, कमेडी भन्छु, क्रिन्ज भन्छु। यसलाई कमेडी एन्ड क्रिन्ज, कमेडी क्रिन्ज, क्रिन्ज कमेडी, कमेडी क्रिन्ज भन्छु। कमेन्ट्सहरू हेर्दा पनि मेजोरिटी मान्छे नवाजकै सपोर्टमा देखिन्थे। पहिला आफै जान्ने भएर पृथ्वीनारायण शाह बन्न खोज्ने, अनि अहिले आफूले सोचेअनुसार काम नहुँदा आफू नै जङ्गबहादुर राणा। यो सबै कुरामा झोलाकै गल्ती थियो र अहिले आएर आफै नवाजको खिलाफ डिस निकाल्दै थियो। झोला इज द गाई जसले टोयलेटमा होइन बिटमा आग्छ। नर्सरी राइमर लिल झोला। उसकै डिस्ट्राकको कमेन्ट बक्स यस्तो कमेन्ट्सले भरिएको थियो। कसैलाई नवाजको डिसको प्रतीक्षा थियो त कोही भन्दै थिए नवाज इज अ मच बेटर ऱ्यापर एन्ड झोलालाई डिस हान्दा उल्टै नवाजको स्ट्यान्डर्ड घट्छ। सो देयर इज नो निड फर अ डिस। भयो पनि त्यस्तै इन्टरटेनमेन्ट खोज्ने अडियन्सहरू नवाजको डिस्ट्राक कुरिरहेका थिए। बट यो विषयमा नवाजले ध्यान नै दिएनन्, बरु उल्टै धेरै ऱ्यापरहरू यो कन्ट्रोभर्सीलाई युज गरेर आफू हाइपमा आउनको लागि झोलाको विरुद्ध डिस्ट्राक्स निकाले। अहिले पनि तपाईँ युट्युबमा गएर सर्च गर्नुहुन्छ भने 20वटा भन्दा बढी डिस्ट्राक त यत्तिकै भेट्नुहुन्छ। एनिवे, यसरी फाल्तु कन्ट्रोभर्सीमा नफसेर नवाजले आफ्नो वर्ल्ड टुर र नयाँ ऱ्याप सङमा ध्यान दिए। यस, अफकोर्स झोलालाई डिस गर्दै भिडियो निकालेको भए नवाजले पनि क्रेजी लाइक्स र भ्युज पाउँथे। बट यो सबै सर्ट टर्म हाइप मात्र थियो।
उनलाई यो सब भसडमा पर्नु नै थिएन। यो सर्ट टर्म लाइक्स र भ्युजको चक्करमा आफ्नो लेगेसी खराब गर्नु नै थिएन। सो यो सबै बकवासलाई उनले कम्प्लिटली इग्नोर गरे। आफ्नो स्किललाई इन्हान्स गर्दै टाइममा ऱ्याप सङ्ग्स र म्युजिक भिडियोहरू ड्रप गर्दै गए। यही उनको कामप्रतिको इमान्दारिता र कन्सिस्टेन्सीको कारण धेरैले उनलाई एडमायर गर्छन्। एन्ड यस्तो लाग्दै थियो मानौ बिना कुनै डिस्ट्र्याक्ट, बिना कुनै रियाक्सन नै यो पुरा बिफ नवाजले नै जितेर लगे। च्यानललाई सब्सक्राइब गर्नुहोस् र इन्स्टाग्राममा पनि फलो गर्नुहोस् है त @TALKTICC। एन्ड थ्याङ्क यू फर वाचिङ टक टिक।